यो राष्ट्रिय फुललाई यसरी हेर त यो के गर्न खोजे मान्छेले यार आर्यनको भ्लग चलेकै छ चलिरहेछ अब भ्लग त चलिरहेछ र लाइक कमेन्ट सब्स्क्राइब आउँदैन एभ्रीवन नमस्ते सम्पूर्णमा वेलकम ब्याक टु माई च्यानल गाइज सबैजना सन्चै हुनुहुन्छ भन्ने आशा राखेको छु म पनि एकदमै सन्चै छु हैन कस्तो आँखामा घाम लाग्यो हो टक्क लाएर फेरि मजाको घाम लागेको छ हैन म चाहिँ के रे अहिले चाहिँ यता बास्कोटामा छु के अब बास्कोटा एरिया भनेको चाहिँ तपाईको हैन यो बसन्तपुरदेखि बास्कोटा एरिया भनेको यस्तो छ के हरियाली हरियाली चारैतिर यस्तो हरियाली हो के मस्त छ हैन एरिया चाहिँ खत्रै हो फेरि अनि म चाहिँ यहाँ अहिले यसो 2-3 जना ल्याएर अनि माथि खानेपानी ट्याङ्की पुगाएर म फर्किसकेँ हैन अब भ्लग दिनु पर्यो तपाईहरुलाई फेरि हैन त्यो कारणले गर्दाखेरि म चाहिँ यसो भ्लग चाहिँ बनाउनु पर्यो भन्ने सोचेर अनि भ्लग बनाउन चाहिँ लागिसके के अनि के छ भनेपछि आजको दिन चाहिँ म बिहानै अस्ति बिहे थियो नि बिहेमा चाहिँ त्यो डीजे सीजे लगाएको थिएँ त्यो डीजे सीजे चाहिँ मैले त्यो पुर्याइदिनु पर्ने थियो के रिटर्न गरिदिनु पर्ने थियो त्यो रिटर्न गरेँ हैन अनि त्यसपछि त्यहाँबाट मम्मीलाई लिएर आएँ फेरि हैन लालपुर जानुपर्ने थियो नि त त्यो लगेर अनि त्यहाँबाट फेरि मम्मीलाई ल्याएर आएँ घर खानासाना खाएर टक्क हैन नुहाइधुवाइ गरेर टक्क चाहिँ मार्केटतिर निस्किरहेको थिएँ म चाहिँ अनि त्यही हो गाइस आजको दिन पनि त्यस्तै आइनाङ गल्याङ कुराकानी गर्दा गर्दै गयो हैन यस्तै छ अब कतिको ट्रिपहरू लाग्छ लाग्दैन त्यो त थाहा भएन हैन अब मार्केटतिर के हुन्छ कस्तो हुन्छ त्यो चाहिँ म तपाईहरुलाई अब देखाउँछु तपाई चाहिँ भिडियो चाहिँ अन्तिमसम्म हेर्दिनु होला हैन माया गर्दिनु होला अहिलेसम्म च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने च्यानललाई चाहिँ सब्स्क्राइब गर्दिनु होला कमेन्ट ठोक्दिनु होला गाइज सबैमा माया छ भिडियो अन्तिमसम्म हेर्दिनु होला हैन त्यही हो गाइज एकदम शान्त वातावरणमा हेर्नु है बिन्दास लाइफ हो के यो भनेको चाहिँ अनि जहाँ गयो जे गर्यो हैन आफ्नो तरिकाले हो नि त भ्लग पनि दिनु पर्यो नि त हैन आफ्नो तरिकाले दिने हो फेरि भ्लग दिने भनेको आफ्नो तरिकाले नै हो यस्तै छ गाइस अब हेरौँ है त अब के हुन्छ हैन त्यो चाहिँ हेर्दिनु होला मजाले है आजको दिनमा चाहिँ हैन त लाएर गाइस ब्याक टु बसपाक भइसक्यो म चाहिँ हैन टक्क लाएर बसपाकतिर त आइयो हैन अहिले मौसमले पनि के यसको पुरा झट्का हान्यो त के हो यार एक्कासी अँध्यारो भयो त एक्कासी सट्टै अँध्यारो भयो त यो 4 बजे के भएको यस्तै छ हाम्रो बसपाकतिर एउटा झन्डा झुन्डाइराखन बसपाकमा अनि बसपाकको प्रगति त केही पनि छैन अनि बसपाकमा आएर हाम्रो प्रगति पनि छैन तनाव छ अब हाम्रो यो राष्ट्रिय फुललाई यसरी हेर त यो के गर्न खोजे मान्छेले यार सम्मानै छैन के राष्ट्रिय फुलको यार हेर यो गति सजाएर राख्नु हैन केही छैन हेत्तेरी यस्तो नगरौँ राष्ट्रिय फुललाई माया गरौँ न यो राष्ट्रिय फुललाई यार यसरी फाल्ने नगरौँ कि रुखबाटै नटिपौँ हैन आफ्नो उसको टाइम भयो भने आफै झरेर जान्छ के भन्ने यार अब नबुझे मान्छेलाई कसरी बुझाउने हो के हैन कसरी बुझाउने नबुझ्नेलाई त अब सुत्या मान्छेलाई त उठाउन सकिन्छ हैन सुतेको नाटक गर्नलाई हैन भने जस्तै हो के यो जान्ने बुझ्ने मान्छेले नै फाले हो के टिपेर ल्याउँछन् चाहिँ किन बनाए हो नफाल न यार यसरी यार यति राम्रो फुल छ घरमा लगेर सजाएर राखे यार मेरो घरमा हेर कति छन् सजाएर राखेको यार बरु सुकेर त्यतिकै झाड भएर जान्छ यस्तो ताजा फुलमा फाल्ने नगर हो गाइज यार मलाई त माया लाग्छ हो लाली गुराँसको यही खानालाई यार एक जमानामा के अरे तपाईँको यहाँदेखि त्यतिखेर साइकल थियो नि त अनि म 6-7 मा पढ्दाखेरि हो हाम्रो चाहिँ गोदावरीमा पनि पाउँदैन के माथि पाउँछ यो लाली गुराँस टिप्ने भनेर हामी खण्डाँडासम्म साइकल लगेर गएको छौँ के खण्डाँडा भन्दाखेरि अचम्म लाग्छ होला के साइकलमा कसरी गयो होला काँधमा साइकल हाल्दै उकालोमा नहिँड्ने ठाउँमा साइकल हाल्दै हिँड्दै साइकल काँधमा हाल्दै हिँड्दै गरेर हामी चाहिँ खण्डाँडा पुगेर यो लाली गुराँस टिपेको थियो के एकदम सम्झना छ त्यो कुरा चाहिँ अब मेरो साथीहरूले चाहिँ यो भ्लग हेर्नुहुन्छ भने मसँग गएको मान्छेलाई पनि याद होला माया छ सबैजनामा है त ल यस्तो छ अवस्था चाहिँ अटोवालाको हैन अटो ठडाउने लुडो खेल्ने बेहाल छ अहिले त पाहाडतिरबाट पनि त्यति धेरै गाडीहरू आउँदैन त्यही भएर सबजना यसो बसेर तनावमा हो यस्तै छ के गर्ने ल गाइस बसपाकमा बस्दा पनि लास्टै झ्याउ लाग्यो के आज खासै गाडीहरू पनि आएनन् आए पनि के अरे त्यति मान्छे पनि आएनन् के अब एउटा बस आउँछ यार 4 जना मान्छे लिएर आउँछ यार एउटा हाइस आउँछ 4 जना मान्छे आउँछन् गर्नेरै हो भने धनाप छ सिलगढीदेखि एउटा हाइस आयो 4 जना मान्छे लिएर आयो के त्यसले अनि आए पनि अलिकति टाढाको मान्छे आयो फेरि अरू गाडीहरूतिर महेन्द्रनगरतिर आयो अब हाम्रो कामै भएन नि त महेन्द्रनगरतिर अनि बसपाकतिर त्यसै अलपत्र बसिरहेको थिएँ अब त्यही हो सधैँ कमाइ हुन्छ भन्ने पनि त हुँदैन हैन कहिले कमाइन्छ कहिले कमाइँदैन अनि त्यस्तै हो अब समयले पनि साथ दिनु पर्यो आफूले पनि लागि पर्नु पर्यो हैन
अनि त्यो कारणले त्यस्तै भयो। ट्याक्क फोन आएको थियो अनि जेठानले काम दिनुभयो कि बरु एउटा, अनि हल्का 2-4 जना मान्छेलाई चाहिँ बाँसकोटा पुऱ्याउनु पर्ने रहेछ। अनि म चाहिँ बाँसकोटा पुगेर आएँ अहिले चाहिँ। अब साँझ परिसक्यो यार, के भन्ने होइन। अब कमाइ समय भने त्यस्तै हो। अनि बरु रमाउनु चाहिँ पर्छ भन्ने कुरो हो अलिअलि जिन्दगीमा, होइन त। अब मैले अब हिजो के अरे भ्लग पनि दिन सकिएन, अलि व्यस्तता भएर भन्ने के भन्ने, त्यस्तै भयो। आफ्नै समय नपाएर भने समय मिलाउन नसकेर अनि त्यस्तै रह्यो गाइस। अनि जस्तो भए पनि त्यही हो, जिन्दगी 2 दिनको बाँचिन्छ कि मरिन्छ भने जस्तै। तपाईँहरूले चाहिँ खै माया कम गर्नु होला जस्तो लागिरहेको छ आजभोलि। अब बिर्सिसक्नु भएको हो कि मलाई। अब हुन त कति नै म फेमस मान्छेहरू चिनेर राख्नुलाई होइन, अलिअलि आफ्नै साथीहरू भाइहरूलाई पनि भनिरहेको है मैले फेरि, हो होइन। माया गरिदिनु पऱ्यो नि, हो माया गरिदिनु पऱ्यो। अब चाहिँ एउटा खतरा भ्लग दिने प्लानमा छु म फेरि, होइन। अब यसरी चाहिँ होला केही होला जस्तो लागेन युट्युब जरितिर। केही अलि नयाँ तरिकाले गर्नु पर्ला जस्तो छ। के गर्ने सोचिरहेको छु त्यो पनि। अब टाइम पनि मिल्दैन, काम पनि गर्ने, यो पनि गर्ने, त्यो पनि गर्ने भनेर त्यस्तै छ गाई, त्यस्तै छ। कहाँ सजिलो हुँदो रहेछ र यार भ्लग बनाएर हाल्नु पनि। गाह्रो छ। कति टाइम कमाउनुतिर लाग्नुपर्छ, कति टाइम बनाउनुतिर लाग्नुपर्छ, कति एडिट गर्नु पऱ्यो, दायाँ बायाँ यस्तो गर्दै है के भन्ने। यस्तै छ। जे जस्तो भयो नि गाइज, ल सबैजनाले चाहिँ माया चाहिँ गरिराख्नु पऱ्यो है। माया गर्नु चाहिँ सुन्नु भएन, त्यही हो। ल हेरौँ न, अझ केही भइहाल्छ कि प्रगति, होइन। अब हेर्नु न अवस्था यसो हो कि सबैजनाहरू खाली ऊ त्यहाँदेखि यहाँसम्म म्याजिकहरू पनि यसरी बसिरहेछन्। म चाहिँ अहिले पूर्व रोडमा छु कि, सबै यस्तै छ। त्यत्तिकै बस्ने, कोही पायो भने जाने भन्ने सुरु हो, त्यही हो। अब म चाहिँ यसो चुकतिर जानु पऱ्यो, के हुन्छ कि हेरौँ है त। लगाइछ अहिले चाहिँ होइन, टक्क मैले बजाङ काठमाडौँ गाडीबाट चाहिँ एउटा बुकिङ पाइसकेँ होइन, टक्क लाएर। अनि अँध्यारो पनि भइसक्यो होला होइन, भइसक्यो भनौँ होला भन्ने कुरो भएन कि भइसक्यो नि होइन, अँध्यारो भइसक्यो झम्म लाएर। यो चाहिँ भित्र रिङ रोड भित्रको बुकिङ हो, धेरै टाढाको होइन फेरि। अनि जे भयो नि ठिक छ, अटो फुल हो फेरि, ड्याममा लाएर त्यस्तै छ। तपाईँहरू चाहिँ भिडियो हेर्दै गर्नुहोस्, के थाहा राति फेरि अलिक प्रगति पनि हुनसक्छ। मेरो फेरि राति चाहिँ ट्रिप लाएको थियो होइन। म चाहिँ अहिले टक्क लाएर यहाँ श्रीपुर पुगिसकेको छु, लालपुरभित्र। अनि श्रीपुर भन्ने ठाउँ म फेरि नगएर ठाउँ पुगेर हुन्छु क्या जहिले पनि। यहाँ चाहिँ मलाई लोकेसन थाहा थिएन, यहाँ आउने मान्छेहरूलाई थाहा भएर उहाँहरूको लोकेसन अनुसारले उहाँलाई पनि त्यति धेरै थाहा नभएको कारणले गर्दा अलि त्यस्तै हो फेरि। यहाँ गाह्रो पर्छ हो। उहाँहरू चाहिँ अहिले झरिसक्नु भएको छ, टक्क सामान झार्दै हुन्। यस्तै हो, अन्धकार भइसक्यो। अब कहिलेकाहीँ चाहिँ राति पनि यस्तो ट्रिप लाग्छ क्या, अनि खुसी लाग्छ नि त ट्रिप लाग्यो भने त। राति त दिउँसो नलागे पनि राति लाग्छ, त्यही भएर रमाइलो हो जिन्दगी। अब यहाँदेखि चाहिँ खाली फर्किनुपर्ने हुन्छ, अलिकति अप्रोड छ। यस्तै गाइस, तपाईँ भिडियो गर्दै गर्नुहोस् है त, अरू केही हुन्छ कि फेरि। ल गाइस, म चाहिँ घर पुग्यो होइन, एकदम सकुशल आरामसँग भनौँ न घर पुग्यो। म चाहिँ त्यहाँ श्रीपुर गएर फर्केपछि फेरि अत्तरिया गएँ। अनि अत्तरिया गएर पनि टक्क 1-2 राउन्ड हानियो नि, हान्नुपर्छ क्या, के गर्ने। कहिलेकाहीँ हो राति फेरि यसो हानिने भनेको होइन, टक्क 1-2 यसो मान्छेहरू पाइयो भनेपछि दायाँ बायाँ। त्यही हो गाइस, आजको दिन भनी रमाइलो गयो। अनि 2-4 गफ पनि हानियो 1-2 ठाउँमा बसिएर होइन, अरू त के हुन्थ्यो र। त्यही हो, अब गफै गरेर त जिन्दगी कटाउनु छ होइन। त्यही भएर 2 दिनको जिन्दगीमा फेरि गफ नगरेर कट्छ भन्ने छैन नि त। त्यही कारणले गर्दा अब गाइस होइन, तपाईँहरूले चाहिँ माया अलिक बढी देखाइदिनु पऱ्यो क्या, अलिकति चहल पहल ल्याइदिनु पऱ्यो नि त मेरो च्यानलमा भन्ने कुरो हो। अनि नत्र भने त कसरी हुन्छ गाइस, होइन त। माया गर्नु पऱ्यो, सबैजनाले माया गर्नु पऱ्यो, त्यही हो। अब अहिलेसम्म च्यानललाई चाहिँ सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब हान्नु पऱ्यो गाइस, होइन। अरू त्यस्तै छ गाइस, थकान फिल भइरहेछ। अनि टक्क लाएर अरू त के भनौँ होइन। अनि त्यही हो, के अरे यो मैले के भन्छन् यार, यो पनि लिएर आएँ। यो चाहिँ अब गर्मी सुरु भयो हाम्रो तराईतिर, हाम्रो कैलालीमा त सुरु भइसक्यो। आजदेखि चाहिँ अलिकति गर्मी बढी भइसकेको छ क्या। यो चाहिँ टक्क पानी बनाएर टक्क गर्मीमा खानुपर्छ होइन, स्वास्थ्यमा चाहिँ फिल हुन्छ क्या, मजा फिल आउँछ भन्न खोजे अब। त्यस्तै हो। अनि ठिकै छ, जे जस्तो भयो पनि दिनहरू चाहिँ यसरी चलिरह। अनि अब टक्क लाएर हातसाथ घुमाएर चाहिँ कुरा गर्ने मेरो ह्याबिट हो गाइज, होइन। फेरि कस्तो लाग्ला तपाईँहरूलाई। ठिकै छ गाइज, जे जस्तो भयो पनि माया गर्नु पऱ्यो, त्यही हो। कमेन्ट समेन्ट ठोकिदिनु पऱ्यो 1-2टा। अनि बाँकी
बवाल भिडियो ल्याउन त मैले यसो कोसिस गरिरहेकै हो। अनि अब समय नमिलेर भनौँ न, अनि आफ्नो अलिकति त्यही हो, समय पनि त्यस्तै छ, अनि खल्डी पनि खाली भएर मात्रै हो, नत्र भन्दा फेरि खतरै तल्का हानिदिने प्लान हो होइन। अनि अलिकति सपोर्ट चाहिएको छ, अलिकति सपोर्ट गरिदिनु, बाँकी चाहिँ म गरिहाल्छु होइन। ठिकै छ गाइज, माया नमान्नु होला, अर्को भिडियोमा भेटौँला, बाइ सी यू।